धरानका उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृत पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीको घोषणापत्र सार्वजनिक गरेका छन्। घोषणापत्र अनुसार पार्टीले कार्यकारी राष्ट्रपति, उपराष्ट्रपति, फरक लिङ्ग र जातिमा हुने व्यवस्था, विज्ञहरूको समावेशी मन्त्री परिषद, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र स्वतन्त्र न्यायपालिकाको प्रस्ताव गरेको छ। श्रम संस्कृत पार्टीले शिक्षा क्षेत्रमा हप्तामा 3 दिन मात्र पढाइ हुने, 12 कक्षा पास भएपछि अनिवार्य सैनिक तालिम दिने, जीवन उपयोगी शिक्षा र जेनजीको गुनासो सुन्न छुट्टै आयोग बनाइने व्यवस्था अघि सारेको छ। आर्थिक नीति अनुसार वैज्ञानिक कर प्रणाली, श्रमदातामा नागरिकको जोड, एक गाउँ एक उद्योग एक घर एक रोजगार, निशुल्क स्वास्थ्य सेवा र गरिबको जीवनस्तर सुधारका उपायहरू प्रस्तावित छन्। साथै घोषणापत्रले धर्मनिरपेक्षतामा कायम राख्ने, सरकारी कर्मचारी र पत्रकारलाई गैर राजनीतिक बनाउने, प्रशासनिक सुधार र बैठकहरू पारदर्शी बनाउने नीति समावेश गरेको छ। हर्क साम्पाङका अनुसार ती नीतिहरूले नेपालको राजनीतिक, सामाजिक र आर्थिक संरचनामा नयाँ दिशा प्रदान गर्नेछन्।